5 भनौँ न यही हिसाबमा मात्रै पैसा दिनुहुन्छ भने कम्तीमा यसलाई चाहिँ 1 लाख बढाउन सकिन्छ कि अथवा मुख्य गरी यो तिनवटालाई संयुक्त रूपमा हामीले प्याकेजिङ गर्न सकेको खण्डमा चाहिँ हाम्रो यो तिनवटा क्षेत्र प्रमुख नेपालका प्रमुख पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरू पनि अझ बढीभन्दा बढी यहाँ भित्राउन सकिने र साथसाथै यो तिनवटा क्षेत्रमा लेन्थ अफ स्टे बढाएर यहाँको जुनै टुरिज्म एक्टिभिटिजहरू बढाउने भन्ने हिसाबमा चाहिँ हामीले यो कार्यक्रम पुनः लिएर आएका छौँ। मुख्य गरीमा काठमाडौँमा धेरै बाटो यो अब गोल्डन ट्रायङ्गल भनेको काठमाडौँ पोखरा चितवन यो चलिरहेको प्याकेज हो र त्यसबाट अलिकति पोखरा र साथसाथै हाम्रो लुम्बिनीमा भनौँ न भयो अब इन्टरनेसनल एयरपोर्ट बनिसके पछाडि चाहिँ अब हाम्रो हब चाहिँ पोखरा पनि हुनसक्छ लुम्बिनी पनि हुनसक्छ किनभने अब हामी इन्टरनेसनली हामी त्यो दुईवटा ठाउँबाट यो फेरि अन्तर्राष्ट्रिय विमानस्थल बनिसके पछाडि त्यहाँमा पनि पर्यटकहरूले जोड्न सकिन्छ तान्न सकिन्छ त्यही भएर पनि पोखराबाट सुरु गरेर यो वेस्टर्न र साउदर्न पार्ट होइन यता पश्चिमतिरको लुम्बिनी त्यसपछि साउदर्न चितवन जोड्ने अथवा हामी वेस्टर्न पार्ट यता लुम्बिनीबाट भित्राएर फेरि पोखरा चितवन जोड्ने हिसाबमा पनि जान सकिन्छ कि भन्ने हिसाबमा चाहिँ यो सिल्भर ट्रायङ्गलको कुरो अगाडि बढाउन कोसिस गरिएको छ। मुख्य गरी यही कुरा गर्ने गर्दा गर्दै यसपालि लुम्बिनी प्रदेश सरकारले चाहिँ यो सिल्भर ट्रायङ्गललाई अझ विस्तारित रूपमा बढाइनेछ भनेर उहाँहरूको नीतिमा पनि आइसकेको छ। त्यसले गर्दा मलाई लाग्छ अब स्थानीय तहहरूले पनि राखिनै सक्नु भएको छ। अब यो तिनवटा गन्तव्यहरूको कुरा गर्दा यहाँलाई थाहा छ पोखरा चाहिँ यो एडभेन्चर नेचरको लागि प्रख्यात छ भन्नेमा चितवन वाइल्ड लाइफ र कल्चर त्यसरी नै लुम्बिनी चाहिँ स्पिरिचुअल एङ्कर यो तिनवटा क्षेत्र चाहिँ यो हिस्सामा छ। अब यो पोखरा नेसनल टुरिज्म क्यापिटल भनेर सरकारले भनिसके पछाडि यही एडभेन्चर नेचर लेक साइड यो 3-4वटा कुराहरू भयो चितवनको बारेमा भन्नै भएन। यो बेसिकली के भन्नु खोजेको भने सिल्भर ट्रायङ्गल भनेको स्ट्राटेजिक इन्टिग्रेटेड टुरिज्म सर्किट हो डिजाइन टु डाइभर्सिफाई नेपाल टुरिज्म प्रोडक्ट हाई भोलुम काठमाडौँ हो। काठमाडौँबाट बाहिर अन्तर प्रादेशिक कुरा पनि गरिरहेको छौँ। भनेपछि काठमाडौँ मात्रै किन हामी जति पनि यहाँ यहाँ पोखराको साथीहरूको कुरा गर्दै सुनिन्छ काठमाडौँले कतै त गेस्ट पठाएन त के पठाएन पनि आइरहेको पऱ्यो। भनेपछि अब हामी आफै इन्टरनेसनल एयरपोर्ट भएको ठाउँमा छौँ भनेदेखिमा हामी नै यसलाई हब बनाउनु अथवा लुम्बिनी साथीले लुम्बिनीलाई हब बनाएर अगाडि बढ्ने हो कि भन्ने हिसाबमा यो चाहिँ यो स्ट्राटेजिक इन्टिग्रेटेड सर्किट भन्ने हिसाबमा हामीले यो रणनीतिक हिसाबमा चाहिँ यो सर्किट बनाएर अगाडि बढ्न हामी खोजिरहेका छौँ। अब यो काम गर्दाखेरिमा चाहिँ जस्तो हामी सरकारले एउटा कुनै प्याकेज दिन सक्ने भयो होइन प्याकेज अथवा प्रडक्ट डेभलप गरिदिएर त्यस पछाडि अब यो बेच्ने अथवा यसबाट प्रत्यक्ष फाइदा दिने अथवा यसलाई चाहिँ अलिक विकास विस्तार गर्ने निजी क्षेत्र भावनाहरूमा विभिन्न एसोसिएसनहरू यहाँ एक्टिभ एसोसिएसनहरू मुख्य गरी लोकल अपरेटर्सहरू छन् यी सबैहरूले कसरी के गरिदिने होइन भन्ने चाहिँ हामीले यहाँ भन्न खोजेको छौँ। मुख्य गरिकन यो तिनैवटा होटलहरूले तिनै क्षेत्रका होटल रेस्टुरेन्टहरूले चाहिँ अब एउटा एक खालको भनौँ न मान्यो जस्तै अब यहाँले ठ्याक्क अगाडि लेखेर होला भन्दाखेरिमा पनि फरक पर्छ ल्यान्डमार्क भन्ने ठ्याक्क भएपछि उहाँको लुम्बिनीमा बसे पनि एक खालको सर्भिस चाहिँ हामी ल्यान्डमार्क चितवनमा छ भने त्यही खालको होला अथवा चाहिँ तपाईँको चाहिँ पोखरामा ठ्याक्क त्यसले चाहिँ के गर्यो भने एक खालको सर्भिसेस अब हामीले चाहिँ किन अब यो बेला सुरु भइसकेको छ अब हामीले चाहिँ त्यस्तै खालको जस्तै होटेलहरू जस्तै हामी होटलसँग पोखरा केन्द्रीय होटलसँग अन्तर्गत छ यहाँको होटलसँग त्यसै गरेर लुम्बिनीको होटलसँग त्यसै गरेर चितवनको होटलसँग मिलेर अब यो सर्किटमा चाहिँ एउटा भनौँ न अप मार्केट भन्नु भने यो खालको होटल एक्स होटलले यहाँ पोखरामा मैले बजारमा जे खालको फ्री पाउँछु त्यही लेभलको सर्भिसेस चाहिँ मैले चितवनमा पाउँछु अथवा लुम्बिनी खालमा पाउँछु भन्ने खालको फिल हो भने के हुन्छ लुम्बिनीमा बसेको मान्छे खुस भएर यतातिर आउनु सक्नुको अर्कोतिर पनि आउँछ नभए कस्तो कहिले कस्तो भइरहनु हुँदैन। पोखरामा मैले एकदम हाई भ्यालुको अथवा हाई क्वालिटीको होटल भेटाएँ भन्दैन लुम्बिनीमा चितवन के हो डाउट हुनसक्छ नि त। भनेपछि यो होटल सङ्घले चाहिँ आफ्नो नेटवर्कमा अथवा प्याकेजिङहरू गर्दाखेरिमा यो हिसाबमा प्याकेजिङ भयो भनेदेखिमा सजिलो हुन्छ भन्ने कुरा नै गर्नु खोजेको किनकि यो खालको रोल उहाँहरू हुन सक्नुको भनेदेखिमा टुर एन्ड ट्राभल एजेन्सीहरूले पनि प्याकेजिङ गर्दाखेरि अब कतिपय हिसाबमा कस्टका कुराहरू सक्छ नि जस्तै कस्टको कुरामा जस्तै नाटक होइन सबै हाम्रो अब यो प्राकृतिक स्तरीय छ नाटक गण्डकी छ नाटक लुम्बिनी छ त्यसै गरिकन नाटकको कुनै प्रेजेन्स लुम्बिनी के अरे चितवनमा छ भनेपछि उहाँहरूले एकीकृत हिसाबमा यो समूहमा तपाईँले प्याकेज दिनु भयो भने अथवा हामीले सर्भिसहरू एक खालको छ भन्यो भने त्यसले चाहिँ ट्राभलर्सको कन्फिडेन्स बढाउँछ त्यो कारण त्यो खालको रोलहरू उहाँहरू हुन सकेको भनेदेखिमा ट्रेकिङ कम्पनी जब ट्राभल लगायत विभिन्न अर्गनाइजेसन संस्थाहरू हुनुहुन्छ उहाँहरू चाहिँ यो ठाउँमा उपलब्ध यो एडभेन्चर करिडोर्सहरू त्यसै गरिकन अब सेफ्टी होइन घुमेर जाँदाखेरि कस्तो खालको सेफ्टी प्रोसिजर्सहरू हुनसक्छ त्यो खालका कुराहरूको बारेमा बताइदिन सक्नुहुन्छ। त्यसै गरी ट्रान्सपोर्टेसन र लोकल अपरेटरहरूका पनि आफ्नो हिसाबको रोलहरू चाहिँ त्यहाँ हुनसक्छ भनेर एउटा
एउटा चाहिँ अनुमान गरिएको छ। अब त्यसबाहेक चाहिँ नि यो तपाईँको यो सर्किट डेभलपमेन्टलाई 4वटा चाहिँ यो इन्टिग्रेटेड सर्किट डेभलपमेन्टको एउटा पिलर भनेर बनाएको छ। यसमा चाहिँ नि मल्टिमोडल अब यो अहिले चाहिँ पोखरा फुटबल लिगका कुराहरू र त्यसपछि डोमेस्टिक रिजनल एयरपोर्टको कुराहरू चाहिँ के छ भन्दैमा यो अलिक समस्याहरू थियो। अब यो समस्यालाई चाहिँ जस्तै अहिले सरकारले त्यसै कतिपय अवस्थामा विभिन्न ठाउँमा पुस गर्दाखेरिमा कामहरू चाहिँ भइरहेको थियो। अब भनौँ न पोखरा महानगरपालिका यो बाटो चाँडै गरौँ भन्ने खालको एक किसिमको पुस होला चाहिँ त्यति बेला हामीले यो मोडल चाहिँ किन पनि यहाँ भन्ने भन्दाखेरिमा अहिले भिजिट नेपाल 2020 मनाइरहँदाखेरि चाहिँ नेपाल गभर्मेन्ट बोर्डले यो गभर्मेन्ट मन्त्रालयसँगको सहकारीमा हामीले के भन्छौँ भन्दाखेरिमा रोडहरू जताततै बिग्रेको छ नि त्यो बेलामा हाम्रो पुस खाएको चाहिँ के भने कम्तीमा पर्यटकीय क्षेत्रहरू अथवा चाहिँ पर्यटकीय डेस्टिनेसनहरू जाने हुन्छ जस्तै कामाख्या कुराहरू भ्याइमा चाहिँ कम्तीमा पशुपति जाने बाटो थम्मेलाई सेन्टर माने हुन्छ पशुपति जाने बाटो स्वयंको जाने बाटो अथवा चाहिँ पाटन जगत जाने बाटो चाहिँ सबैतिर राम्रो छ। कम्तीमा यो टुरिस्टहरू हिँड्ने बाटो चाहिँ तपाईँको अलिकति सानै पिच गरिदियो भन्ने हिसाबमा हामीले पुस गर्थ्यौँ कि त्यो हिसाबमा पनि कति कामहरू भएको देखिन्छ। त्यही कारणले हामीले पनि यो विभिन्न निकायहरू यो भनौँ सरकारी तथा हामी गैर सरकारी अथवा निजी क्षेत्रहरू चाहिँ यो हिसाबमा पनि कामकाजहरू गर्न सकिन्छ भन्ने छ। मैले अलिकति समयको पाबन्दीले गर्दाखेरि अलिक फटाफट लिएर जानुपर्छ। यो चाहिँ अब यो बाहिरतिर हेर्दा बाहिरतिर मोडल एउटा जापानिज मोडल र एउटा इन्डियन मोडल म यहाँ राखेको छु। त्यो जापामा पनि टोकियो होइन काला जावा क्योटो ओसाकाको एउटा सर्किट बनाएर थियो। त्यो सर्किट बनाउँदाखेरि के गरेको थियौँ भन्दाखेरि चाहिँ एक ठाउँमा भएको ओभर टुरिज्म पनि माने अहिले हाम्रो 3वटा क्षेत्रहरू हुँदैन। पोखरामा चाहिँ अहिले पछिल्लो समयमा इन्डियनहरू धेरै आएको थियो वेयर चितवन र लुम्बिनीमा अलिक कम भयो भनेपछि यतातिर आएको होला पुस गरेर लुम्बिनीतिर जाऊ अथवा चितवनतिर जाऊ पनि भन्न सकिन्छ। तर कुनै बेलामा चाहिँ लुम्बिनीतिर अलिक बढी आइरहेको छ भनेमा लुम्बिनीमा चाहिँ होइन लुम्बिनीहरू त्यस्तै खालको अलिक अघि खालको चितवन जान सकिन्छ भन्न सकिन्छ। अब चाहिँ त्यो हिसाबमा पनि तपाईँको चाहिँ यो एकतिर बढी भएको छ अर्कोतिर चाहिँ तपाईँको चाहिँ पठाउने खालको कामहरू चाहिँ हामी यदि एकीकृतमा लाग्यो भने त्यो सकिन्छ भन्ने खालको कुरो छ। त्यो भएनाले यो हामीले चाहिँ यताबाट सिक्दाखेरिमा के गर्न सक्यो यो सबै केस हेर्दाखेरिमा चाहिँ हामीले के गर्छ काम लगाएको संस्थाहरू छ नि एउटा यो सेलो च्यानल 5 के एकतिर तपाईँको कसो भने एउटामा बुकिङ गऱ्यो भने अब भनौँ न मलाई लिनु न अब यो त प्रायः सबले गरिरहनु भएको खालि अलि सम्झम मात्रै पऱ्यो कि यसो गर्दा उपयुक्त भन्ने हिसाबमा तपाईँको एकतिर बुकिङ गरे पछाडि अर्कोतिर कहीँ के गर्नुपर्ने खालको कि जुन तपाईँले गरि पनि रहनु भएको छ त्यसो अर्को बढी मोर कोलाबोरेटिभ हिसाबमा हामीले अगाडि बढ्न सकिन्छ कि भन्ने हिसाबमा चाहिँ यो बताउन खोजेको हो। त्यसै गरी अब यो जर्मनमा पनि एउटा रुट रहेछ। जर्मन रुटमा पनि के छ भन्दाखेरिमा चाहिँ अब हामीले जर्मनमा चाहिँ साढे 350 किलोमिटरको एउटा रुट छ होइन। त्यसमा चाहिँ अब यो हिस्टोरिक टाउन क्यास्टल र नेचर रिजर्भहरू जोडेको एउटा रुट रहेछ। त्यसमा चाहिँ के गर्ने नेपालको हिसाबमा के गर्न सकिँदो रहेछ होइन फ्रम वेलनेस वाइल्ड लाइफ भन्ने हिसाबमा पोखरा चितवन लुम्बिनी त्यस मैले तपाईँको चाहिँ ट्राभल गर्दाखेरिमा पोखरा लुम्बिनीबाट पोखरा जाँदाखेरि इस्यु आएको दिनमा उहाँलाई फर्स्टमा थाल्छ त्यो चिज चाहिँ सरकारी संयन्त्रलाई टाइममा अप्रेट अहिले जस्तै अहिले हाम्रो भिजिट पोखराको रूपमा निजी क्षेत्रले लिड गराएको थिएँ यसै खालको त्यसले लिड गर्ने खालको संयन्त्र भयो भने यसले चाहिँ यो कामहरू गर्नलाई चाहिँ अलिकति सहज हुन्छ भन्ने हिसाबमा हो। अब दुई तिनवटा फेजमा चाहिँ यसले काम अगाडि बढ्न सकिन्छ भने यो सकिन्छ इम्प्लिमेन्टेसन गर्नको लागि चाहिँ एउटा चाहिँ एक सुरुवातको फेजमा 1 महिनादेखि 3 महिनासम्म हामी के गर्न सक्छौँ भन्दाखेरिमा एउटा फर्म एन्ड अफिसियल सिङ्गल ट्रेनिङ टुरिज्म कन्सेप्ट भनेको यो प्रस्ताव मात्र हो। यसमा हामीले ब्रेनस्टर्म गर्न सक्छौँ। यो आजको दिन खालि तपाईँलाई यो यसो छ त्यसरी गर्दा अटोमेटिक बेस बुकिङ गर्ने काम निजी क्षेत्रमा मान्छेहरू उहाँहरू दिँदा तर अहिले चाहिँ अलिक गतिलो खालको एउटा चाहिँ पोर्टल भन्ने के हुन्छ इन्फर्मेसनहरू चाहिँ त्यहाँ सबै भइसक्यो। अरू के गर्न सकिन्छ भने यो 3वटा क्षेत्रमा चाहिँ कार्यरत ट्रेनिङ कम्पनीहरू ट्राभल कम्पनी अथवा टुर अपरेटरहरू अथवा होटलहरू लिस्टिङ गरिदियो भने अब त्यो साइडमा आउने मान्छे चाहिँ आफ्नो हिसाबमा सेलेक्सन गरेर पनि आफ्नो हिसाबमा बुकिङ पनि गर्न सक्छ। त्यसैले त्यसमा होस्ट गरेर ट्राभलमा ब्रिडिङ बिजनेस टुर अपरेट गरेर भने अब अलिकति अगाडि पनि हामीले चाहिँ गाउँबाट बाटो गइरहेको थिएँ केन्द्रीय हिसाबबाट अलिकति अगाडि चितवनमा सफाइ पर्यटन मार्ट भएको थियो। त्यसैले एकदमै मधेसको मार्ट हुँदैछ। त्यसै खालि 3वटा क्षेत्रबाट चाहिँ हाइलाइट गरिदियो भने चाहे पोखरामा होस् अथवा लुम्बिनीमै होस् अथवा चितवनमै होस् अथवा चितवनै भइरहेको सफाइ मार्ट फेरि ब्रिज हिसाबमा चाहिँ एउटा चाहिँ तपाईँको यो एउटा मार्ट ट्राभल मार्ट जस्तो गर्नु पायो भने त्यसले पनि केही गर्छ। यो जोइन्ट डेस्टिनेसन मार्केटिङ अहिले पछिल्लो समय चलिरहेको चाहिँ हामीले विज्ञापन गर्न जाँदा कुनै नेसनल र इन्टरनेसनल कमिसनमा जाँदाखेरि चाहिँ 3वटा सँगै गयो भने कसरी कम पर्छ कि भन्ने हिसाबमा हो। मैले पोखराबाट जाँदाखेरिमा मैले लुम्बिनी र
आफूले नगरेर अन्य क्षेत्रलाई हाइलाइट गरिरहेको नि सजिलो हुन्छ र अलिकति समयमा यो तिनीहरू क्षेत्रको आन्तरिक प्रबन्धन गर्दा तिनीहरू क्षेत्रमा एउटा को फन्ड युनिफाइड सिङ्गल च्यानल म्युनिसिपल मार्केटिङ फन्ड भनेर होइन जसरी हामीले पोखरामा होटल सँगसँगै मिलेर जसले जग्गा पोखरा भने जस्तै विभिन्न यो तिनवटाले अलिअलि पैसा राखेर सिट मनी यसो राखेर चाहिँ मार्केटिङ गर्न सकिन्छ भन्ने खालको कुरा गरेको छ। त्यस प्रकारका डिजिटल एसेट नेसनल प्रमोसन भिडियो यो तिनीहरू सामग्री लगेर एक गीत म्याप बनाउने त्यसै गरिकन डिजिटल खाइसकेर प्रमोसन भिडियोजहरू बनाउनु पनि हामी सक्छौँ। त्यसमा छिटो गरे मुख्य कुरो तिनवटाले गभर्मेन्टको लाभ पोखराले मात्रै होइन